किन्न पाइन्छ त यो 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 चियाको चिया दोकानमा चाहिँ चिया पनि गाडी पार्क गर्ने ठाउँ छैन। तर खास चाहिँ के खास चाहिँ टिकटक भन्दा चाहिँ युट्युब चाहिँ हल्का मलाई इज्जतदार जस्तो लाग्छ क्या। जस्तै धेरै धेरै भिडियोहरूलाई एकदम छानेर मात्रै हाल्छ क्या। अब त्यो पनि हो होइन। अब कस्तो छ भने जस्तो पाराले छाडा अब के भन्छ अरे अब बुढी चाहिँ छम्मा चाहिँ टिकटकमा लाइभ बस्छ अरे भन्दा छाडा जस्तो हुन्छ होइन। युट्युब चलाउँछ अरे भन्दाखेरि चाहिँ त्यति छाडा जस्तो हुँदैन नि त होइन। खै यस्तो घुम्नु भयो। म यताको भ्युज निकाल्छु। खै यता आउनु यता अन्त है कडा हो कडा नजिकबाट धेरै टाढा जस्तो देख्दो रहेछ क्या। तर त्यति फोहोर चाहिँ फोहोर तर खतरा त खतरा छ हौ होइन। खतरा खाएको म चाहिँ अब यसबाट चाहिँ नि मैले ताल पऱ्यो भने अब म मिलियन भ्युज कमाउँछु होला। मिलियन भ्युज कमाउँछु होला यार। अब टिकटक चाहिँ छोडिदिनु पऱ्यो क्या। अब चाहिँ युट्युबतिर मात्रै लाग्नु पऱ्यो नत्र भएन। अरूको भिडियो हेर्दा थाकिसक्यो क्या। अब जति बेला हेर्ने आफ्नै भिडियो मात्रै हेर्ने। अरूको भिडियो त कति बेला त म यस्तो हुन्छु कि त्यो कति बेला घरमा भिडियो कल गरेर हुन्छ नि। भिडियो कल गर्दा चाहिँ के भन्छ म टिकटक हेरेर जस्तो लाग्छ नि। यस्तो गरेर आउँछ कि भिडियो कल गर्दाखेरि कि त्यस्तो भइसक्यो दिमाग यहाँ। अनि त्यहाँ भिडियो कल गर्दै कस्तो हुन्छ नि के भन्छ अरे कता टिकटकमा जाउँ जस्तो हुन्छ त्यस्तो भइरहेको हुन्छ खतरा हो हेर्दाखेरि चाहिँ डर लाग्दै जस्तो देखिन्छ हौ। तर लाइटहरू छ तर खतरा खाँदैन। म मात्रै धेरै जस्तो आएँ क्या। तपाईँहरूलाई देखेन भन्दाखेरि